हामी गएको थियौँ मेरो बाबाको बेस्ट फ्रेन्ड भिजेन्द्र अङ्कलको बर्थडेमा। अनि म आज ब्रायन दादा र विष्मा दिदीसँग फर्स्ट टाइम भेट्दै थिएँ साथीहरू। हामी सुरुमा आइपुग्यो यो भेन्यूमा। त्यसपछि मैले आउन बित्तिकै देखिहालेँ स्विमिङ पुल। म कति एक्साइटेड भएको थिएँ। अनि मैले भेटेँ भिजेन्द्र अङ्कल अनि ब्रायन दादालाई मैले लिएर गइदिएको थिएँ गिफ्ट, यो रिमोट कन्ट्रोल कार। अनि यो गाडी देखिसकेपछि त कोही बच्चाहरू चुप लागेर बस्छ त। हामीले त्यही खोल खाल पारेर ब्याट्री स्याट्री हालेर खेल्न थाल्यौँ। सबैजना टर्न वाइज खेल्यौँ, रमाइलो भयो एकछिनसम्म होइन। अनि मैले चाहिँ जता गाडी छ त्यतै नै गइरहेको थिएँ। अनि हामीले खान थाल्यौँ यहाँ भएको खानेकुराहरू। सबभन्दा अगाडि फ्रेन्च फ्राइज नखाने त कुरै भएन। अनि पिज्जाहरू मोमोहरू हामीले खायौँ। खाना खाइसकेपछि केक काट्ने भन्ने कुरा थियो, त्यही भएर मैले छिटो खाना खान थालेँ। अनि केक ल्याइसकेपछि चाहिँ दादाले कन्ट्रोल गर्न नसकेर छ्याप्प खाइहाल्नु भयो साथीहरू। म र मेरो बाबा चाहिँ यता मजाले रेस्ट गर्दै बसेको थिएँ। मैले सिनेमेटिक सर्ट दिइरहेको थिएँ भिडियोको लागि। अनि हामी सबैजना रेडी भयो केक काट्नको लागि। मैले त्यो एक्साइटेड भएर ह्याप्पी बर्थडे भन्दै थिएँ। हामी सबै सानो बेबीलाई यो स्पार्किङ क्यान्डल दिनुभयो कि बाल्नको लागि। अनि सबैलाई यो स्प्रे पनि छरिदिनु भयो साथीहरू। त्यसपछि अङ्कलले केक काट्न थाल्नुभयो। त्यहाँ दोसरा उडाएर सबैले शुभकामना दिँदै हुनुहुन्थ्यो। तर मलाई त्यहाँ अरू केही पनि मतलब थिएन, मलाई जस्ट केक खानु थियो। अनि मैले त्यहाँ एउटा केक बिगारी पनि सकेको थिएँ काटेर। अझ धेरै बिगार्नुभन्दा अगाडि मलाई मेरो बाबाले त्यही केक चाहिँ प्लेटमा हालेर पछाडि बसेर खुवाइदिनु भयो। त्यहाँ सबै फोटो सेसन भइरहेको थियो, तर मलाई केक खानु थियो। मैले केक खाएँ। अनि त्यो केक सकेर मैले फेरि आन्टीसँग केक माग्न गएँ। अनि फेरि त्यो गएर खान थालेँ। सानो बेबीलाई देखेपछि मैले बेबीलाई सुमसुम्याउँदै थिएँ। पछि यहाँ यस्तो राम्रो ठाउँ रहेछ कि एक ठाउँमा सबैजना त्यो ठाउँमा बसेर हामीले पानी हेऱ्यौँ, गफ गऱ्यौँ, रमाइलो गऱ्यौँ साथीहरू। अनि यहाँ मलाई अङ्कलले जिस्काउँदै हुनुहुन्थ्यो। मैले नो भनिरहेको थिएँ। खाँदा धेरै खाएछु साथीहरू। अनि त्यसपछि एकछिन चाहिँ वाक रनिङ गरिरहेको थिएँ। पछाडि फोटो सेसन चलिरहेको छ। पछाडिको दृश्य हेर्नु न कति राम्रो छ है। अनि म एक्लै दौडिँदै थिएँ। पछि मेरो ब्रायन दादा पनि मसँग खेल्न आउनुभयो। अनि हामी दुईजना सँगै मिलेर खेल्न थाल्यौँ। एकछिन खेलिसकेपछि हामी राति भइसकेको थियो, घर जानको लागि फर्क्यौँ साथीहरू। आज एकदम धेरै रमाइलो भयो साथीहरू। मैले ब्रायन दादालाई भेटेर अङ्कललाई भेटेर सबैजनालाई भेटेर खुसी भएँ। आजको लागि यति। थ्याङ्क यू सो मच फर वाचिङ। गुड नाइट साथीहरू।